सबैलाई नमस्कार साथीहरू, यो भिडियो फ्रेममा स्वागत छ र आज मेरो स्वरमा केही समस्या छ। स्वास्थ्यमा समस्या आएकोले आवाज केही फरक सुन्न गएकोमा यहाँहरुमा क्षमा चाहन्छु। स्वास्थ्यमा समस्या भएको छ तर पनि भिडियो कन्टेन्टलाई हेर्दिनु होला। यतिखेर म कास्की पोखरा महानगरपालिका 22 भुम्दी जाने बाटो यो कालाबाङ भन्ने ठाउँमा छु। हाम्रो यो कालाबाङ जाने बाटोमा एकजना शारीरिक अवस्थाले अपाङ्ग खुट्टाको समस्यामा हुनुहुन्छ। हाम्रो कृष्ण परियार दाई हुनुहुन्छ। कृष्ण दाई, यहाँलाई स्वागत छ। धन्यवाद। उहाँले आय आर्जनका लागि डोको नाम्लो बुन्ने काम गर्नुहुन्छ। उहाँले यसै पेसाबाट घर परिवार चलाउनु भएको छ। दाई, यो पेसा गर्न थालेको कहिलेबाट हो? अलि ठुलो आवाजले बोलिदिनुस् ल। यो पेसा गर्न लागेको अहिले जो म बिरामी भएँ, हजुर, अहिले लगभग 8 वर्ष जति हुन लाग्यो। बिरामी भन्नाले खुट्टाको यो भिडबाट लडिसकेपछि, हजुर, अनि त्यस पछाडि यो डोकामा खुट्टाको अपाङ्ग हुनुहुन्छ। खुट्टाको मेरुदण्ड मेन चाहिँ, हजुर, अनि खुट्टा धेरै यो घोडा भनौँ न, यो छ यसद्वारा हिँड्ने। हजुर, धेरै टाढा होइन, सबै भर यसैमा पर्छ होइन। हजुर, यसैद्वारा हिँड्ने र यहाँ बिहान बेलुका यो डाँडामा आएर यसरी डोकाहरू बनाउने हजुर काम गरिरहेको छु। जे होस् दाइ, हाम्रो अपाङ्गताको अवस्थालाई चटक्क बिर्सेर सामान्य जीवनलाई सहज बनाउनको लागि होइन, तपाईँले यस्तो पेसा गर्नुभएको छ, सबभन्दा ठुलो साहस छ। अनि यसरी यो डोको नाम्लोहरू बनाएर घर परिवार चलाउन सक्नु भएको छ। घर परिवार चलाउन यसबाट त सकिँदैन, धौधौ हुन्छ होइन। अनि एउटा यहाँको सामान्य मात्रै हो, यसो दिन उस कटाउने। अनि यहाँको स्थानीय वडाले तपाईँलाई केही हेरेको छ? स्थानीय वडाले अहिलेसम्म यस मार्फत छैन होइन, जो माथिबाट आएको छ त्यही नै छ। माथिबाट हुनाले सरकारले दिएको भत्ता। हजुर, भनेपछि गाह्रो छ जीवन चलाउन। जीवन चलाउन गाह्रो छ। अनि परिवारमा को हुनुहुन्छ त नि? परिवारमा श्रीमती, एउटा छोरा अनि एउटा छोरी। अनि श्रीमतीले यही खेती किसानी काम गर्नुहुन्छ, कृषि। अनि तपाईँले यो उत्पादन गरेको सामानहरू कहाँ गएर बेच्नुहुन्छ? वा तपाईँ आफै त जान सक्नुहुन्न होला, वा यही गाउँघरकै मानिसहरूले किन्नुहुन्छ कि? यहीँ गाउँघरमै लिइदिनुहुन्छ। सपोर्ट कतिको भइरहेछ दाइ? सपोर्ट अब यही हो, अब उहाँहरूले नै न्यालाहरू होइन। हजुर, अब नआएको खण्डमा यसो बसिराख्दाखेरि हजुर, उहाँले ल्याइदिनुहुन्छ, ल यो गर भन्नुहुन्छ। ठिक छ दाइ। अपाङ्गताको अवस्थालाई बिर्सेर तपाईँ सामान्य जीवनमा फर्किएर आफ्नो आय आर्जन सिपलाई सदुपयोग गर्दै काम गर्नुभएको छ। अवस्थाले म पनि दृष्टिबिन छु र तपाईँ शारीरिक अवस्थाले खुट्टाको अपाङ्ग हुनुहुन्छ, मेरुदण्डको अपाङ्ग हुनुहुन्छ। के गर्ने? हामीलाई स्थानीय क्षेत्र र स्थानीय सरकारले हामीलाई केही पर्सेन्ट सहायता दिएको खण्डमा अझ हामीले धेरै गर्न सक्थ्यौँ। तर हाम्रो नाम बेचेर, हाम्रो अवस्था बेचेर खाने यहाँ स्थानीय सरकार, विभिन्न निकाय र हाम्रै अपाङ्गताको क्षेत्र पनि छ। दुर्भाग्य, अपाङ्ग हुनुमा दुःख लाग्छ। कसो दाइ? यो चाहिँ दुर्भाग्यले भयो होइन। र आय आर्जन र यो इबुसहरू पनि धेरै अब हामीले अलि चोरसँग जति गर्नुपर्ने हो त्यो चाहिँ भइरहेको छैन। हजुर, होइन, यसले गर्दाखेरि अब जस यो डाँडो त छ होइन। हजुर, डाँडो भए पनि अब तपाईँको यो सामान्य यो एउटा भित्र पसेर डोको भनौँ न, डोका नाम्लाहरू रुखमुनि कहिले होइन यसरी भइरहेछ, तर थाई स्टाफमा छैन। हजुर, थाई रूपमा। हजुर, त्यसले गर्दाखेरि कतैबाट सहज होइन, सहजीकरण हजुर, गर्न केही सकिएला। हजुर। अनि तपाईँलाई के भइदिएको भए अझ सजिलो हुन्थ्यो अझ यो जीवनयापन गर्नमा भन्ने जस्तो लाग्छ दाइ। किनभने हाम्रो यो भिडियो सम्बन्धित निकायले पनि वा मनकारी हुने मानिसहरूले, परोपकारी भावना हुने मान्छेहरूले हेरिरहेका हुन सक्छन्। तपाईँको भिडियो हेरिरहँदा उहाँहरूलाई के भन्न चाहनुहुन्छ? तपाईँलाई अझ जीवन सहज बनाउनको लागि के भइदिए जस्तो लाग्छ दाइ? म नम्बर डिस्क्रिप्सनमा पनि राखिदिउँला, उहाँहरू तपाईँसँग जोडिने मौका पाउँ। त्यही हो, अब यसरी बसिरहँदाखेरि होइन, अब कहिले पानी आउँछ होइन, हावाहुरी हुन्छ। हजुर, यसको लागि अलिकति आफूले केही गर्न सकिएन होइन।
यसको लागि एउटा सानो केही झुप्रो भइदियो भने यसमा सहज अझै त्यसबाट होइन हजुर अनि अब सानो एउटा ट्याङ्की हजुर त्यो भयो भने हजुर ट्याङ्की भन्नाले पसल हजुर पसल भन्नाले एउटा सानो अब घर भयो त्यस पछाडि त होइन अब हरेकले उस गर्नुभयो भने अझै सहज हुन्थ्यो अब पानी आउने बेला हिँड्न सकिँदैन उठेर यहाँ र त्यहाँ सर्न पनि गाह्रो मुस्किल पर्छ होइन बसेपछि बर्खाको समय आउँदैछ हजुर अहिलेकै समयमा नि गाह्रो छ हेर्नुहोस् त है यो बाटो भिडियो क्यामेराम्यान यता देखाइदिनु होला पुरा बाटो बिग्रेर धुलाम्मै भएको छ अनि बाटोको छेउमा बसेर नाम्लो बनाउँदै डोको बुन्दै बस्नु भएको छ हामी धुलो धुवामा हिँड्दा त हामीलाई त्यस्तो किसिमको सकस हुन्छ भने कसरी यसरी बसेर काम गरिराख्नु भएको छ अचम्मै लाग्छ साहस यी देख्छु दाइ है र सम्बन्धित निकायले हेर्दै हुनुहुन्छ भने वा कुनै मनकारी भावना हुने कोहीले हेर्दै हुनुहुन्छ भने तपाईँहरूको सहयोग यस्तो व्यक्तिलाई गर्नुपर्छ भन्न चाहन्छु जसले मागेर होइन आफ्नो सिप प्रयोग गरेर खान्छु भनेर यसरी मेहनत गर्नुभएको छ तपाईँहरूको सहयोग सदुपयोग हुनेछ भन्न चाहन्छु दाइ आजको भिडियो संवादमा समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको नम्बर डिस्क्रिप्सनमा राखिदिन्छु है तपाईँलाई केही टेवा मिलोस् हस् धन्यवाद